क्रिसमसको बेला थियो। सबैजना सुतिरहेका थिए। त्यति बेलामा उनीहरूको छोरी उनीहरूलाई उठाउन आउँछिन् र भन्छन् कि छतमा केही हिँडिरहेको छ, मम्मी आउनुहोस् हेर्न जाम। मम्मी पनि उड्दै छतमा केही होइन छोरी, जनावर कुनै होला, पशु पन्छी, तिमी जाऊ सुत भन्दै उसलाई आफ्नो कोठामा लिएर जान्छन् र उसलाई सुताउन थाल्छिन्। उनले पनि छतमा सेन्टा क्लज आएको होला क्रिसमसको बेला भएर, त्यही भएर तपाईँ उसलाई टेबलमा दुध र बिस्कुट राखिदिनु भन्छन् र आमाले पनि त्यसै गरेर दुध र बिस्कुट टेबलमा राखेर आफ्नो कोठामा फर्किने क्रममा ढोका खुल्लै देख्छिन् र कसैले झुक्किएर खुल्लै राखेको होला भनेर उनले ढोका लाउँछिन् र आफ्नो कोठामा जान्छन् र कोठामा आफ्नो श्रीमानलाई उठाएर भन्छन् छोरीले दुध र बिस्कुट सेन्टालाई राखिदिएको छ, बिहान गएर खानु भनेर। त्यो भन्दै उनीहरू सुत्छन्। उता छोरीलाई पनि निन्द्रा लाग्दैन। उसलाई छतमा कोही हिँडेको आवाज अझै आइरह्यो जस्तो लाग्छ। ऊ तल झरेर हेर्छिन्, उसले तल केहीको छाया देख्छिन्। उनले पक्कै पनि यो सेन्टा होला दुध र बिस्कुट खान आएको भन्दै आफ्नो दाइ श्यामलाई उठाउन जान्छन्। श्याम उठ्न मान्दैन। त्यसपछि ऊ तल जान्छ। उसले उठदाए भन्छ तर मान्दैन। तर ऊ तल हेर्न जान्छ के रहेछ भन्दै। उसलाई त्यो सेन्टाको गतिविधि अलिकति शङ्कास्पद लाग्छ। त्यसपछि ऊ त्यहाँबाट लुकेर उसले सेन्टालाई हेर्न थाल्छ। सेन्टालाई लुकेर हेर्ने क्रममा उसले सेन्टाले आफ्नो झोलाबाट एउटा सानो खाले बन्चरो निकाल्छ। त्यो निकालेको देखेर उनी डराउँछिन् र त्यो सेन्टा बन्चरो लिएर माथितिर जान थाल्छ। खासमा त्यो सेन्टाहरू कोही नभई एउटा राक्षस हुन्छ। त्यो राक्षस चाहिँ नर्कबाट आएको हुन्छ। त्यो नर्कबाट आएको राक्षसले सेन्टाको रूप लिएर मान्छे पल्ल्या पनि मारिरहेको र अहिले पनि मार्न आएको हुँदो रहेछ खासमा। र ऊ श्याम आफ्नो दाइको कोठामा बन्चरो लिएर पुग्छ र श्यामलाई मारेर त्यहाँबाट बाहिर निस्किन्छ। ऊ त्यहाँ तलबाट बोल्न पनि सक्दिनँ, केही भन्न पनि सक्दिनँ। ऊ चुपचाप हेरेर बस्छ र त्यो हेर्दै त्यो सेन्टा आफ्नो बुवा आमाको कोठातिर जान्छ र उसले त्यसको केटीको बुवालाई खाँटीमा हानेर मारिदिन्छ। खाँटीमा हानेर मारिदिएपछि केही आवाज हो भन्दै उसको आमा पनि उठ्छे र आमा उठ्दा आफ्नो हातभरि रगत देखेर तर्सिन्छे र सेन्टाले पनि बन्चरोले उसको बुढालाई हानि गर्छ। ऊ त्यो देखेर तर्सेर आत्तिएर आफ्नो छोरा भएको कोठामा पुग्छ र छोरा भएको कोठामा पुग्दा त्यहाँ पनि छोराको टाउको काटिएको अवस्थामा देख्छ र ऊ भागेर त्यहाँबाट बाहिर निस्किने खोज्दाखेरि सेन्टाले उसको पछाडिबाट आएर त्यो दानवले हानेर मारिदिन्छ र ऊ मारेपछि आनन्दले बसेर दुध खान थाल्छ। दुध र बिस्कुट त्यो राखिदिएको खाएपछि उसले प्लेट स्लेट माझेर जान लाग्दाखेरि उसले कबर्डबाट केही आवाज आयो जस्तो लाग्छ र त्यहाँ उसले त्यो छोरीलाई भेट्छ, नानीलाई। र त्यो नानीलाई पनि उसले चाहिँ मारेर त्यहाँबाट जान्छ र कथा 5 वर्ष पल्ल्याकोमा जान्छ। 5 वर्ष पल्ल्या एउटा पुलिसले एउटा चाहिँ खोज गर्ने क्रममा एउटा चाहिँ टाउको नभएको मान्छे देख्छ र त्यो उसले हेर्न जाँदाखेरि त्यहाँ टाउको नभएको मान्छे मरिरहेको देख्छ र पछि त्यही टाउको नभएको मान्छेले उसलाई पछाडिबाट आक्रमण गरेर उसलाई मार्छ र उसको त्यो गोली हान्दाखेरि ओर्दाखेरि पनि पुलिसले त्यो मान्छेलाई केही पनि हुँदैन, त्यो साँच्चीकै नर्कबाट आएकै दानव हुँदो रहेछ। र त्यो दानवले चाहिँ त्यो पुलिसवालाको टाउको निकालेर आफ्नो टाउकोमा राख्छ र रेलवे स्टेसन चढेर ऊ जान थाल्छ र हामीले देख्न सक्छौँ त्यो टाउको नभएको दानवलाई देखेर त्यहाँ भएको महिला पनि एकदम आत्तिनी डराउनु हुन्छ र कथाले अब एउटा नर्सिङ स्टेसनमा देखाउँछ। नर्सिङ स्टेसनमा एकदम हो हल्ला आवाज आउँछ र त्यो देखेर त्यहाँको गार्ड त्यहाँ जान खोज्छ। त्यहाँ हामीले भिक्टोरियालाई देख्छौँ। भिक्टोरियाले चाहिँ एउटा दानव जस्तो महिला हुन्छ र उसले चाहिँ गर्भवती भएकी हुन्छ र त्यो एकदम राक्षसको जस्तो मुख भएकीले एउटा टाउकोलाई मात्रै जन्म दिन्छ र त्यो जन्म दिएको टाउको चाहिँ 8को टाउको जस्तो देखिन्छ। उसले त्यहाँ नर्सलाई पनि मारेर उसको मासु खाइरहेकी हुन्छ र उसले भित्तामा बिक्की +8 भनेर लेख्छन् कि अब त्यो संसारमा एउटा मात्रै दानव छैन, अब 2टा दानव भइसकेको भनेर उसले त्यहाँ चाहिँ लेख्छ। उसको मुख हेर्दा एकदम डरलाग्दो हुन्छ र त्यो 8को टाउकोले पनि त्यहाँ भएको नर्सलाई मारेको नर्सको टाउको मासु खाइरहेको देखिन्छ र हामीले हेर्दाखेरि त्यहाँ बिक्की +8 लेखेको देख्न सकिन्छ। र त्यो दानव जस्तोले चाहिँ त्यो गार्डलाई केही भन्छ र त्यो गार्ड तर्सिन्छ र उता गार्डले हेर्दाखेरि टाउको नभएको त्यो 8 पनि त्यहीँ हस्पिटलमा पुग्छ त्यो नर्सिङ सेन्टरमा र यता भिक्टोरियाले झुक्काएर त्यो गार्डलाई पनि मारिदिन्छ र उसको टाउको जताततैबाट रगत आउँछ र त्यो टाउको जसलाई चाहिँ त्यो भिक्टोरियाले जन्म दिएको हुन्छ त्यसलाई 8ले आफ्नो टाउकोमा लाएर उनीहरू एउटा चाहिँ खण्डर घरमा जान्छन् र त्यो भित्तामा उसले चाहिँ भिक्टोरियाले आफ्नो टाउको फोडेर त्यहाँबाट सिसा आफ्नो हातमा लिन्छ र एउटा बाथटबमा गएर आफ्नो हातको नसा सबै काट्छे र रगत गराउँछ। त्यो 8ले आनन्दले बसेर हेर्छ र त्यो 8ले त्यो आनन्द लिन्छ र कथाले फेरि अर्को ठाउँमा देखाउँछ। त्यो अर्को ठाउँमा एउटा केटी चाहिँ आफ्नो
रुमहरू मिलाएर बसिरहेकी हुन्छन्। त्यही क्रममा चाहिँ उसले चाहिँ त्यो आर्टले चाहिँ पल्ले जमानामा त्यो मान्छेहरूलाई मारेको ओरेको सम्झिन्छे। उनी पनि एउटा त्यो आर्टकै पीडित हुन्छ र उसलाई मार्नको लागि एउटा तरबार हुन्छ। त्यो तरबारले बाहेक अरू कुनैले चाहिँ त्यो आर्ट त्यो दानवलाई मार्न नसकिने हुन्छ। उसलाई चाहिँ ऐठन जस्तो आउँछ। उसलाई चाहिँ पुरानो कुराहरूले सताउन थाल्छ, तडपाउन थाल्छ र उनी एउटा आफ्नो बोयफ्रेन्डलाई भेट्न जान्छन्। उसले बोयफ्रेन्डलाई भेट्छिन् उनीहरू घुम्न जान्छन्। त्यो बोयफ्रेन्डको नाम गर्ग हुन्छ र उनीहरू घुम्दा घुम्दै एउटा चाहिँ एकान्त घरमा पुग्छन्। क्रिसमसको बेला हुन्छ या उनीहरूले आफ्नो साथीहरू पनि भेट्छन्, जेसहरू र ग्याबी पनि हुन्छ। उनीहरू त्यहाँ चाहिँ एकछिन रमाइलो गर्ने प्लानले गएका हुन्छन्। त्यहाँ रमाइलो गर्ने कार्यक्रम चलिरहेको हुन्छ। त्यो उनीहरूको बिहान पनि हुन्छ। त्यो घर पनि खण्ड जस्तो हुन्छ। त्यही क्रममा एउटा घरमा चाहिँ पुरानो त्यो भत्केको जुनमा चाहिँ त्यो आर्ट र भिक्टोरिया बसिरहेको हुन्छ। त्यो घरमा चाहिँ मान्छेहरू चाहिँ खण्डर घरमा के छ भनेर खोज्न आउने क्रममा त्यहाँ आर्टलाई कुर्सीमा बसिरहेको र उतापट्टि भिक्टोरियालाई चाहिँ जमेर बसेको अवस्थामा देख्छन्। र त्यो देखेपछि उसले आर्टलाई हेर्दाखेरि आर्टले चाहिँ उसको चाहिँ हातबाट चाहिँ पछाडिबाट आँखा खोल्छ र उताबाट चाहिँ त्यो केटीले पनि मिलेर त्यो दुईजना मान्छेलाई त्यही मार्छन्। र कथाले अब अर्को ठाउँ देखाउँछ जहाँ यो केटीले चाहिँ एउटा किताब पढ्न थालेकी हुन्छ। किताब चाहिँ उसको साथीले खोसे र यो किताब पढ्ने बेला होइन, यो त क्रिसमस हो, रमाइलो गर्नुपर्छ, सँगै खानुपर्छ भन्छ। र उनीहरू एउटा डाइनिङ टेबलमा बसेर सबै रमाइलो गर्दै खाँदै हुन्छन्, कुरा गर्दै हुन्छन्। त्यही बेलामा त्यो एउटा केटी जसले चाहिँ त्यो पुरानो घटनाहरू देखिरहेकी हुन्छ, उसले चाहिँ आफ्नो मरेको साथीलाई जसले चाहिँ आर्टले मारेको हुन्छ उसलाई देख्छ। त्यहाँबाट ऊ घबराएर उठेर त्यो खाइरहेको ठाउँबाट जान्छ र कताले फेरि अर्को ठाउँ जोनाथनलाई देखाउँछ। जोनाथनले एउटा आफ्नो गर्लफ्रेन्डसित माया पनिसित इन्जोय गरिरहेको हुन्छ, रमाइलो रोमान्स गरिरहेको हुन्छ। र रोमान्स गरिरहेको बेलामा उनीहरूको त्यो रोमान्समा चाहिँ कुराकानी हुन थाल्छ र कुराकानीको ब्रिजमा उनीहरूले चाहिँ एकअर्कालाई बुझिरहेका हुन्छन्, बुझिरहेर यताउता गरिरहेका हुन्छन्। उनीहरूले आज राति चाहिँ हामीले रमाइलो गर्नुपर्छ गपागप भनिरहेको बेलामा त बिचमा त जोनाथन आउँछ जसको चाहिँ रियलमा यो गर्लफ्रेन्ड हुन्छ र उसले चाहिँ त्यसलाई देखेर चाहिँ रिसाउँछ र उसले त्यसलाई पठाइदिन्छ। उनीहरू दुइटा एकअर्का कुरा गरिरहेको बेलामा फेरि त्यो केटा आउँछ र त चाहिँ सन्का होस्, पागल होस्, तेरो केटीसित कुनै भविष्य छैन भनेर उनीहरूले त्यसलाई जिस्काउँछन्, होच्याउँछन्। त्यो देखेर चाहिँ त्यो केटा एकदम निराश हुन्छ र ऊ त्यहाँ निराश हुन्छ। ऊ एकदम चस्मा लाउने गुवाँच जस्तो पनि देखिन्छ। ऊ त्यस्तो केटीसित को केटा बस्न खोज्छ भनेर त्यो केटा पनि आफ्नो मोबाइलमा हेर्छ र आफ्नो अर्को केटीले फोन आउँछ। त्यो फोन आएपछि ऊ पनि त्यहाँबाट निस्किएर जान्छ र उता आर्टलाई देखाइन्छ। आर्टले पनि एउटा कुनै फ्याक्ट्रीमा केही पकाइरहे जस्तो, केही बनाइरहे जस्तो देखिन्छ। उसले चाहिँ त्यहाँ चाहिँ एउटा ग्यास च्याम्बर जस्तो निकालिरहेको हुन्छ र त्यसले चाहिँ त्यो जनावरलाई हान्छ र त्यो जनावरलाई पनि उसले चाहिँ त्यहाँबाट मारिदिन्छ र त्यो जनावरलाई मारेको मासु खान्छ। र उता देखाइन्छ हामीले जहाँ चाहिँ त्यो सेन्टाहरू बसिरहेको ठाउँमा त्यो आर्क आउँछ र मजाक गरे जस्तो गर्छ र उसको त्यो जुङ्गा तानिदिन्छ। त्यो जुङ्गा तान्ने क्रममा त्यहाँ चाहिँ हो हल्ला हुन्छ। हो हल्ला भइसकेपछि एकछिन त्यहाँ चाहिँ चिच्याउने हुन्छ र त्यो सेन्टाहरूले त्यसलाई त्यो दानव जस्तो मान्छेलाई चाहिँ त्यहाँबाट आर्कलाई निकालिदिन्छ। तर आर्कलाई ठेलिरहेपछि आर्कले पनि झोलाबाट बन्दुक निकालेर सबलाई गोली हानिदिन्छ र सेन्टाले चाहिँ लौ मेरो टोपी लैजाऊ, मलाई चाहिँ नमार भन्छ र उसले आफ्नो झोलाबाट चाहिँ सबै कुराहरू निकाल्छ र त्यो सेन्टालाई चाहिँ आइसले त्यो चाहिँ छर्किदिन्छ र आइस बनाएर उसको चाहिँ टाउको साउको फोडिदिन्छ र त्यो सेन्टाको टोपी लाएर हिँडेको हुन्छ। यो कथा चाहिँ यसरी त्यो नानीको घरसम्म पुगेको हुँदो रहेछ भने हामीलाई थाहा हुन्छ। र अब कथाले झन् रोचक मोड लिन्छ। उसले त्यो केटीले चाहिँ त्यो किताबमा एउटा चिठी भेट्छे। त्यो चिठीमा के हुन्छ त अब हामी जान्दैछौँ। त्यो चिठीमा लेखिएको हुन्छ यस्तो 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 थियो, त्यही भएर त्यो कुराले गर्दा त्यस्तो भएको थियो। त्यही भएर यो यस्तो र त्यस्तोको बिचमा धेरै मान्छेहरू मरिरहेका छन् हामीले देख्न सक्छौँ। र त्यो आफ्नो निराशपन मेट्नको लागि फेरि सपिङ जान्छ र सपिङ गरिरहेको बेलामा उसले फेरि त्यो घटना आर्टलाई सम्झे जस्तो, झस्के जस्तो, देखे जस्तो लाग्छ। ऊ सेन्टा देख्ने बित्तिकै तर्सिनी भइसकेको हुन्छ र उसले त फेरि त्यस्तै आर्ट जस्तै एउटा सेन्टालाई देखेर ऊ घबराउँछ, आत्तिन्छ, छटपटाउँछ र उसले त्यो सेन्टालाई देखेर हाई गर्दा तर गत्यमे हात भएको सेन्टा देख्दा ऊ आफ्नो पुरानो अतीत देखेर आँखाबाट धरधर आँसु आउँछ। त्यही बेलामा उसको एउटा साथी त्यहाँ आइपुग्छ र त्यो साथीले पनि उसलाई चाहिँ सम्हाल्छ र त्यो सम्हालेपछि ऊ फेरि फर्केर त्यहाँ चाहिँ त्यो सेन्टालाई देख्दैन। उसले आफ्नो फेरि त्यस्तै नराम्रो सपना होला, भयम होला भनेर उसले त्यो बिर्सिन्छ र त्यो चस्मिस
जो तोरी लाउरे थियो त्यो उसलाई भेट्न जान्छ र तोरी लाउरे त्यो चस्मिससित उसले कुराकानी गरिरहेको बेलामा हामीले देख्न सक्छौँ तपाईँको यस्तो उनीहरू चर्चमा जान्छन् र उनीहरू हामी बिहा गरौँ भन्छन् र उनीहरूले चाहिँ त्यो चिठी पनि देख्छन्। त्यो चिठी देख्दाखेरि चाहिँ त्यो चिठीमा के हुन्छ त आखिर त्यो चिठी के थियो हामीले अब त्यो केटीले पढेर सुनाउँछ र उसले भन्छ त्यो हामीले त्यो राक्षसलाई खोज्नुपर्छ, त्यो राक्षसको अन्त्य गर्नुपर्छ, त्यसले मात्र यो मानव जातिलाई सुख दिन्छ, नत्र त्यो राक्षसले बिस्तारै बिस्तारै सबैलाई यस्तै गरी मार्दै जानेछ र त्यो मारेको पछि हामीलाई पनि त्यो आउनेछ भनेपछि त्यो तोरी लाउरेमा पनि जोस आउँछ। उनीहरू एकअर्कासित अझै पनि लड्ने कि नलड्ने भन्ने कुरामा निष्कर्ष पुऱ्याइरहेका हुन्छन्। त निष्कर्षमा पुगिसकेपछि उनीहरू अब भावुक हुन्छन्, एकअर्कालाई बाई बाई गर्छन् र उनीहरू अब त्यो दानवसित लड्ने भन्दै त्यहाँबाट जान्छन् र उनीहरू त्यो क्रिसमसको एउटा पार्टी भएको ठाउँमा पुग्छन् जहाँ चाहिँ त्यो आर्ट भन्ने दानव अलरेडी पुगिसकेको हुन्छ सेन्टाको भेषमा। त्यहाँ अरू महिलाहरूले त्यो आर्कलाई देख्छन्, त्यो दानव अर्कै खालको सेन्टा भए पनि उनीहरू बच्चाहरू त्यसैसित गइरहेको र सेन्टा बस्ने कुर्सीमा बसेको देखेर सबैजना अचम्मित हुन्छन्। यो अचम्ममा परेको देखेर पछि आर्कलाई चाहिँ त्यहाँको सेक्युरिटीवालाले आएर निकालेर त्यहाँबाट लैदिन खोज्छ, बाहिर निकाल्न खोज्छ। त्यही क्रममा बच्चाहरूले त्यो आर्टले ल्याएको एउटा तुफाऊहरू पनि हेर्न थाल्छन्। त्यही बेलामा ब्लास्ट हुन्छ र त्यहाँ सबै भएका बच्चा बच्चीहरू सबैलाई आर्टले चाहिँ त्यहाँ मारिदिन्छ र ऊ भित्रबाट खुसी हुन्छ। त्यही क्रममा उनीहरूले फेरि त्यो आर्टलाई मार्ने कसरी भनेर त्यहाँ एउटा चाहिँ गिफ्ट ऱ्याप गरेर चाहिँ तरबार ल्याएर लुकाउँछन् र त्यो तरबार त्यहाँ लुकाएको छ भन्ने चाहिँ उनीहरूलाई थाहा हुन्छ र त्यही कुरामा उनीहरू खुसियाली हुन्छ, रमाइलो हुन्छ र आर्ट आइहाल्यो भने चाहिँ यो तरबार छ हामीसित, यसले चाहिँ हामीले त्यो आर्टलाई चाहिँ खतम गर्नुपर्छ भन्ने कुरामा चाहिँ उनीहरू निस्वार्थ र निढुक्क भएर चाहिँ उनीहरू आफ्नो कोठामा बस्छन्। उनीहरूको कुराकानी भइरहेको हुन्छ। त्यो कुराकानीमा चाहिँ उनीहरूले चाहिँ आर्टले यस्तरी मार्छ उस्तरी मार्छ र यस्तरी मारेको थियो भनेर उसले चाहिँ आफ्नो पुरानो घटनाहरू सबै कुराहरू विस्तृत रूपमा सुनाउँछ, बुझाउँछ त्यो नानीलाई। त्यो नानीले पनि साथीले पनि उसको कुरा बुझ्छे र त्यो बुझिसकेपछि उसले चाहिँ अब आर्ट आयो भने त्यो दानव राक्षस आयो भने हामीले त्यसलाई मिलेर लड्नुपर्छ र मिलिसकेपछि त्यसलाई लडिसकेपछि त्यसलाई यो तरबारले काटेर यो संसारबाट सधैँको लागि बिदाई गर्नुपर्छ भन्छन् र उनीहरू त्यही बसेर कुराकानी गरिरहेका हुन्छन्। कुराकानी गरिरहेको बेलामा त्यहाँ एउटा नयाँ केटा देख्न सकिन्छ र त्यही क्रममा त्यो आर्ट त्यो दानव एउटा राक्षसको जस्तो हाँसो लिएर त्यही घरमा पुग्छ उनीहरू भएको ठाउँमा। उनीहरूले त्यहाँ देख्न सकिन्छ अब त्यो सेन्टाले यस्तो गरेको र त्यो आर्टले चाहिँ दानवले चाहिँ मान्छे मारेको र यो गरेको भन्ने कुरा चाहिँ त्यहाँ देखाउँछ र त्यो केटीले पनि त्यो दानवलाई त्यो महलमा देखेको र त्यो महलमा चाहिँ त्यो केटालाई चाहिँ सम्झाउँछ यस्तो भयो र केटा पनि आउन थाल्छ। उसले आफ्नो साथीहरूलाई पनि बोलाउँछ र त्यही क्रममा त्यो साथी बाहिर निस्किन्छ र बाहिर निस्केपछि उसले देख्छ त्यहाँ चाहिँ दानवलाई अब कसरी मार्ने भन्ने कुरा भइरहेको बेलामा दानवले चाहिँ त्यहाँ एउटा लिएर आएर त्यो केटालाई तिनीहरूलाई चाहिँ एउटा चाहिँ रुख काट्ने उसले चाहिँ मारिदिन्छ र त्यहाँ हाँस्छ। उनीहरू नाङ्गे नुहाइरहेका हुन्छन्। त्यही बेलामा उसले तिनीहरूलाई चिरा चिरा गरी 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 मारिदिन्छ र मारिदिइसकेपछि खुसी हुन्छ। त दानवै त हो, दानव खुसी नभए को हुन्छ त? त्यो सम्झेर जसँग हुन्छ उसले थाहा पाइसकेको हुन्छ अब उनले आर्ट त्यहाँ आउँदैछ, उसले सबैलाई मारिरहेको छ। ऊ पनि तल जान्छ। तल गइरहेको बेलामा उसले चाहिँ त्यहाँ एउटा मान्छेलाई चाहिँ यो गरिरहेको देख्छ। उसले त्यहाँ भिक्टोरियालाई देख्छ। त भिक्टोरियालाई देखेपछि ऊ पनि तर्सिन्छ। अब ऊ तर्सेपछि उसले चाहिँ त्यहाँ भिक्टोरियाले दुनियाँ कुरा यताउता गरिरहेको हुन्छ। उसको त्यो साथीलाई पनि समातेर त्यो आर्ट र भिक्टोरिया दुइटैले चाहिँ अब उनीहरूलाई मार्न थाल्छन्। त्यो मारिरहेको बेलामा चाहिँ अब उसले चाहिँ आफ्नो तरबार खोजिन खोज्छ तर तरबारसम्म ऊ पुग्दिन। ऊ मारिरहेको हुन्छ, यो गरिरहेको हुन्छ। त्यही बेलामा चाहिँ आर्टले चाहिँ त्यसलाई चाहिँ थुनेर बाँधेर राख्छ र त्यो बाँधिरहेको बेलामा उसले चाहिँ आर्टले चाहिँ सायद त्यो तरबारको खोजीमा आएको हुनसक्छ किनकि त्यो तरबारले नै तिनीहरू दुइटालाई मार्न सक्छ, अरू केहीले मार्न सक्दैन। तिनीहरू नर्कबाट आएकै दानव हुन्छन्। त्यो दानवहरूलाई देखेर उनीहरू चाहिँ तर्सिरहेका हुन्छन्। त्यही बेलामा उनीहरूले बाँधेर चाहिँ त्यो दानव भिक्टोरिया र आर्टलाई चाहिँ उनीहरूले चाहिँ देखाउँछन् र उनीहरूले चाहिँ त्यहाँ भएको आफ्नो मुसाहरूलाई निकाल्छ र त्यो मुसा देखाएर उनीहरूले डराउन खोज्छ, तर्साउन खोज्छ, त्यो तरबार कहाँ छ भन्न खोज्छ तर त्यही पनि उनीहरूले त्यो भन्दैनन्। उनले अब आर्टले चाहिँ त्यहाँको भएको त्यो मुसालाई खोलिदिने जस्तो हामीले देखिन्छ र देखिसकेपछि त्यो भिक्टोरियाले पनि त्यो रानीको जस्तो एउटा शिर पेज लागेको हुन्छ र उनीहरू त्यहाँ आउँछ र उनीहरूले त्यसलाई
एउटा चाहिँ एकदमै क्रूरतापूर्वक एउटा एतना दिएर मार्न खोज्छन् र त्यो मार्ने क्रममा चाहिँ उनीहरूले त्यसलाई चाहिँ एउटा काटी बिचरालाई त्यसरी मार्छन् र तिनीहरू त मारेर पनि खुसी हुन्छन्। बिचरा त्यो जो चाहिँ हेरिरहेको हुन्छ आफ्नो अगाडि त्यस्तो भएको त्यो देखेर अनि भिक्टोरियाले पनि उसलाई आफ्नो तरबार लगाइदिन्छ, सिरपेज लगाइदिन्छ। त्यसपछि अब त्यो तरबार कहाँ छ चाँडो भन्, तरबार हामीलाई दे भन्न थाल्छ। उसले पनि भन्दैन। त्यसपछि त्यो आर्कले चाहिँ बिस्तारै उसलाई पकाउन खोज्छ। उनीहरूले त्यहाँ भएको चिजहरू हेर्छ, उसले पनि र उनीहरूले पनि त्यो भेटाउँछ गिफ्ट ऱ्याप गरेको र त्यो उसले ल्याएर त्यो केटीलाई दिन खोज्छ। उनीहरूले निकाल यसलाई, हामीले छोयौँ भने हामीलाई यसलाई नाश गर्छ, त्यही भएर निकाल भन्छ र उनीहरूले त्यसलाई त तरबार दिन अगाडि उसको हातहरू पुरै काटिदिन्छ र उसको त्यो हातमा त्यो बट्टा दिन्छ। उसले बिस्तारै त्यो तरबार निकाल्छ। त्यो तरबार निकालिसकेपछि त्यो तरबार छुने बित्तिकै उसको हातहरू सबै ठिक हुन्छन् र उसले चाहिँ त्यो एर्कको चाहिँ उसको घाँटी काटिदिन्छ र उसले चाहिँ भिक्टोरियाको पनि घाँटीमा हान्छ र घाँटी काटिदिन्छ भिक्टोरियाको। उता आर्क एकदम रिसाउँछ। उसले पनि त्यो रुख काट्ने बन्चहरू जस्तोले उनीहरूको बिचमा ठुलो युद्ध हुन्छ। उसले आर्कले पनि उसको मुटुमा पाल पारिदिन्छ। यता देख्न सक्छौँ हामीले त्यो भिक्टोरियाको रगतबाट चाहिँ एउटा खाल्टो जस्तो पर्छ। त्यो नर्कको ढोका हुन्छ, त्यो ढोका खुल्छ र त्यहाँभित्र चाहिँ उसको त्यो साथी जान्छ र उसले पनि त्यो तरबार दिएर उसलाई तान्न खोज्छ र तरबार दिएर तान्ने खोज्ने क्रममा ऊ पनि त्यो खाल्टोमा जान्छ र यो कथा ऊ चिच्याउँछ। चिच्याउँदै कोठाले अनौठो रूप लिन्छ र उता हेर्दाखेरि त्यो आर्क पनि गायब भइसकेको हुन्छ र आर्क पनि गायब भइसकेपछि हामीले देख्न सक्छौँ त्यो केटी एकदम निराश हुन्छ र उता आर्कलाई चाहिँ हामीले एउटा बस स्टेसनमा कुरिरहेको देख्छौँ र त्यहाँ एउटा महिला एक्लै बसमा किताब पढ्दै आइरहेकी हुन्छन् र त्यो बस आर्कलाई रोक्छ र त्यो बसभित्र आर्क चढ्छ र आर्कभित्र चढिसकेपछि उसले त महिलालाई हेर्छ। महिला उसित डराउँछ। त्यो महिला डराएपछि उसले आर्कले चाहिँ हाँस्छ, लाइट बाल्छ र उसले पनि फेरि त्यो महिलालाई त्यहाँ मार्छ भन्ने देखिन्छ हामीले र यसका साथ यो कथा त्यही सकिन्छ। तपाईँलाई हाम्रो फिल्मी नेपाली च्यानलमा स्वागत छ। कृपया लाइक अनि सब्सक्राइब गरिदिनु होला र धेरैभन्दा धेरै साथीहरूलाई यो सेयर गरिदिनु होला। धन्यवाद।